कतिलाई चाहिँ अब कन्फ्युज भइरहेको हुन्छ, उहाँलाई अब प्रभुलाई सर्भ पनि गर्ने इच्छा हुन्छ, तर अब इभन लाइक पैसा भन्ने कुरा इम्पोर्टेन्ट छ है लाइफमा। अनि कतिचोटि चाहिँ उहाँहरूले सोचिरहेको हुन्छ मैले चाहिँ अब जब गर्नुपर्छ, फ्यामिली हेर्नुपर्छ, तर फेरि आफ्नो हृदयमा चाहिँ परमेश्वरलाई सर्भ गर्ने त्यो रुचि पनि राखिरहेको हुन्छ। अनि तपाईँ अब उहाँहरूलाई चाहिँ के सजेस्ट गर्नुहुन्छ कि लाइक फुल टाइम मिनिस्ट्री इज इम्पोर्टेन्ट, या हामी सेक्युलर जब गर्दै गर्दा पनि हामीले प्रभुलाई चाहिँ सर्भ गर्नु सक्छ? इफ परमेश्वरले हाम्रो जीवनमा त्यो फुल टाइम मिनिस्ट्रीमा बोलाउँछ भने त्यसको लागि पनि एउटा समय छ क्या। अनि फर द टाइमिङ, अघि मैले कलिङको भने जस्तै गर्दाखेरि यदि तपाईँमा त्यो डिप डिजायर छ परमेश्वरले मलाई फुल टाइममा बोलाउनु भएको भन्ने छ भने केही समय पर्खिनुहोस् तपाईँले क्या, म त्यो भन्न चाहन्छु। किनभने मजाको कुरा एउटा म के भन्न चाहन्छु भन्दाखेरि हामी यीशु ख्रिस्टमा कम्प्लिटली होलनेसमा नआइकन मिनिस्ट्रीमा हार्म फाल्नु चाहिँ एकदमै डिभास्टेटिङ हो क्या खासमा चाहिँ। समटाइम्स हामी यता हिल नभई उता हिलिङ गर्नुपट्टि जान्छौँ क्या। सो मिनिस्ट्री इज नट अ बिग डिल फर द टाइमिङ, तर के भन्दा गर्दाखेरि फर्स्ट आफू हिल हुनु जरुरी रहेछ क्या। मैले बुझेँ, म पनि आएँ तर मेरो पनि यो भागहरू थियो क्या। स्टिल म अहिले पनि पर्फेक्सनमा छुइनँ, तर सबैभन्दा कुरा चाहिँ मिनिस्ट्रीमा फुल टाइम मिनिस्ट्रीमा आउँदै गर्दाखेरि सबैभन्दा पहिला चाहिँ आफू क्राइस्टमा होलनेसमा आउनु चाहिँ इम्पोर्टेन्ट छ क्या। एउटा मान्छेले भनेको मलाई साह्रो मनपर्छ, आई एम नट इन्टु फुल टाइम मिनिस्ट्री अरे क्या, बट आई लभ जिजस फुल टाइम अरे क्या।